हेलो गाइज गुड मर्निङ सँगसँगै राधे राधे हजुरहरू सबैलाई मेरो भिडियोमा स्वागत छ। अहिले चाहिँ बिहानको 4:30 बजेको छ। म चाहिँ आफ्नो नित्यकर्म सबै सकेर अब रनिङको लागि जान लागेको। अब दिस इज माई फर्स्ट भ्लग होइन, यो चाहिँ मेरो पहिलो लङ भ्लग हो होइन। सर्ट भिडियोहरू त 2-4वटा हालिरहेको, त्यही हो, हेर्दै जानु। आज कहाँसम्म पुग्ने भनेको रनिङ गरेर। सो म चाहिँ रनिङको लागि फुल रेडी भइसकेँ। अब चाहिँ म रनिङ जानु पर्यो। आज चाहिँ हिजोको भन्दा अलि धेरै जाडो छ होइन। ट्याक्क लगाएर बाहिर यस्तो छ, पुरै कालो छ होइन। ल अब ट्याक्क लगाएर हिँड्नु पर्यो। सो म चाहिँ लागेँ। आज चाहिँ हिजोको भन्दा अलिक धेरै जाडो छ होइन। अनि हुस्सो पनि लागेछ, पुरै हुस्सो लागेछ आज चाहिँ। हिजो चाहिँ थिएन त्यति, बरु अस्ति चाहिँ थियो। अस्ति चाहिँ हल्का हल्का थियो, अनि हिजो चाहिँ कति नै थिएन। आज चाहिँ अलिक धेरै रनिङ पिल्नुपर्छ तातो बनाउनुलाई। पहिला म चाहिँ अब वार्मअप गर्छु। वार्मअप सकेर ट्यामटुम लगाएर ट्याक्क रनिङ हान्नुपर्छ। पहिला चाहिँ शरीरलाई राम्रोसँग तन्काउनुपर्छ होइन। नसाहरू सबै मसल्सहरूलाई तन्काएर ट्याक्क हान्नुपर्छ। ल पहिला वार्मअप गरौँ है त। सो मैले चाहिँ वार्मअप गरेर सकेँ। अब चाहिँ स्लोली हान्दै बिस्तारै स्पिड भएर रनिङ पेल्नु पऱ्यो। सो म चाहिँ पेट्रोल पम्प हुँदै हाम्रो बसवाक साइडमा छु। सायद म चाहिँ वडा नम्बर 2 सम्म जान्छु। सो अहिले चाहिँ म हाम्रो यहाँ पारी बजार भन्छ वडा नम्बर 2 पुगिसकेको छु। मेरो डेस्टिनेसन चाहिँ धेरै अघि छ अझै। सो चाहिँ अहिले वडा नम्बर 3 मा पुगेँ। यहाँ चाहिँ हाम्रो बालविद्या भन्छ क्या, बालविद्या नजिक स्कुल नजिकै। अनि बालिका सिद्धार्थ होटल भन्ने रहेछ होइन, त्यही पुगेछु। म चाहिँ घर पुगिसकेँ होइन। अब नदीतिर जाऊँ कि भनेको, हुन्छ कि हुन्न। पहिला एक्सर्साइज गरौँ। ल मैले चाहिँ लगभग 9-10 किलोमिटर कुदेर फेरि म नदी जान लाग्छु छु। आज चाहिँ नदी गएर ट्याक्क 9 स्टिक प्र्याक्टिस गर्छु। अनि त्यस्तै एक्सर्साइजहरू पनि उतै गर्छु। ल हेर्दै जानु है। म चाहिँ अहिले हाम्रो हस्पिटलदेखि तल आएको छु। समथिङ अब नजिकै छ नदी चाहिँ, अब थोरै छ भनौँ। ट्याक्क गरेर नदीमा एक्सर्साइज गरेर नुहाएर आउनुपर्छ। म चाहिँ हाम्रो पुलमा आइसकेको छु है। यहाँ चाहिँ पुरै हुस्सो लागेको छ। अनि मान्छेहरू पनि केही हिँडेर आउँछ बिहान होइन। यो अहिले ट्याक्क गएर हान्नुपर्छ। पहिला रनिङ हान्नु चाहिँ 1 राउन्ड हान्छु। अनि छाड कसरी झनै तात्तिन्छ, हुन्छ पसिना आएपछि झन् एक्सर्साइज गर्नु मजा आउँछ। त्यही हो। ठ्याक्क जाजरको साइडमा आएको छु। अब यहाँबाट चाहिँ म मिठो स्पिडमा ट्याक्क आफ्नो स्पिडमाथि 1 राउन्ड हानेर तल नदी झर्छु होइन। त्यही हो, तल गएर ट्याक्क एक्सर्साइज गर्ने हो। यहाँबाट चाहिँ स्पिड हान्नुपर्छ ट्याक्क। अनि ठ्याक्क लास्टमा स्पिड पनि त बढेछ कि नै हेर्नु पऱ्यो। त्यत्तिकै घोडा जस्तो दौडिनु त भएन नि त होइन। सो मैले चाहिँ ट्याक्क स्पिड हानेर लगभग कति
100 मिटर जति छ कि यो पुल होइन। त्यही हो, अब तल झर्नु पऱ्यो, नदीमा झरेर ट्याक्क थोरै एक्सर्साइज गरेर ट्याक्क नुहाउनु पऱ्यो होइन। यो चाहिँ मेरो फर्स्ट भ्लग हो होइन। मैले अहिलेसम्म लङ भ्लग हालेको थिएन, यसो ट्राई गरिदिउँ न त भनेर हो। के कस्तो हुन्छ भन्नु होला। ठाउँ भनेको यो हो कि फुल पिस छ होइन, पुरै क्ल्याम छ होइन, दिमाग पनि फ्रेस, कसैको कचकच हुन्न। मलाई चाहिँ यस्तो शान्त ठाउँहरूमा आउन मजा लाग्छ, भिडभाडमा चाहिँ त्यति जान मन लाग्दैन। मलाई मान्छेसँग बिचमा बस्नु नै मन लाग्दैन। एउटा कुरो चाहिँ संसारमा 3 जना मान्छे ठिक लाग्छ, एउटा म, अर्को म अगाडि उभिँदा ऐनामा देख्ने मान्छे, अनि अर्को मेरो छायामा आउने मान्छे। एक्लै मजाले होइन आफ्नो काम गर्यो, आफ्नो प्लान अनुसार चल्यो, त्यो हावातालमा मान्छेहरूसँग बस्यो होइन, मजा गर्यो। त्यस्तो चाहिँ मलाई मन पर्दैन। त्योभन्दा आफ्नो टाइमलाई कसरी खर्च गर्ने, कुनै न कुनै स्किल सिकेर नै खर्च गरौँ भन्ने लाग्छ क्या मलाई। 1 घन्टा आधी घन्टा वेस्ट गयो भने त्यति हो मलाई अलिकति नमजा लाग्छ। सो अब म चाहिँ आफ्नो ट्रेनिङ भनौँ कि अब एक्सर्साइज गर्ने ठाउँ भनौँ, त्यहाँ नजिकै पुग्न लाग्छु। म चाहिँ तल आउँछु, यहाँ चाहिँ पुरै के अहिले पछि देखाउँछु म जाँदाखेरि। यहाँ चाहिँ पुरै मुनाङ मुस्ताङ जस्तो छ कि पुरै वालहरू छ। अनि यहाँ चाहिँ बहुत मजा आउँछ एक्लै मेडिटेसन गर्न होइन, एक्सर्साइज गर्न होइन। जस्तो सुकै मान्छे त यहाँ आउन सक्दैन होइन, अब त्यही हो। सो यो चाहिँ म चाहिँ यहाँ एक्सर्साइज गर्न आउने ठाउँ होइन। अब यहाँ चाहिँ म ट्याक्क आफ्नो ठाउँमा आइसकेँ। मैले चाहिँ एक्सर्साइजहरू गर्छु अनि मैले चाहिँ आफ्नो यो डम्बल सर्ट पनि बनाइसकेँ ट्याक्क लगाएर होइन। How to be brave? How can I love when I'm afraid to fall? But watching you stand alone, all of my doubt suddenly goes away somehow. One step closer. I have died every day waiting for you, darling. Don't be afraid. I have loved you for 1,000 years. I love you for. सो गाइज मेरो चाहिँ सबै एक्सर्साइजहरू सकिसकेपछि अब चाहिँ म थोरै मेडिटेसन गर्नु पऱ्यो। चराचुरुङ्गीको स्वर सुनेर ट्याक्क नदीको साइडमा होइन। त्यो छ यहाँको चाहिँ वातावरण यस्तो रहेको छ होइन। अब चाहिँ म नुहाउनु पऱ्यो, नुहाएर ड्याममा लाएर चिसो पानीले नुहाए चाहिँ माइन्ड फ्रेस हुन्छ। नुहाएर चाहिँ म घरतिर निस्किनु पर्ला ल। यो अब पौडी खेल्ने चाहिँ हुँदैन होइन, पौडी खेले पनि अब भिडियो बनाउने मान्छे कोही पनि छैन, क्यामेराम्यान आफै हो। अब ट्याक्क 1-2 डुब्की लगाउनु पऱ्यो, डुब्की लगाइसकेपछि घरतिर हिँड्नु पऱ्यो। यो चाहिँ म सधैँ नुहाइराख्छु अनि 2-4 दिन चाहिँ म नदीतिर आउन पाएन, 1-2 दिन। सो पानी चाहिँ एकदम चिसो छ होइन, त्यो माथि जाडो। अब एक्सर्साइज गरेर शरीर तातेको, त्यति जाडो पनि लागेको छैन। सो अब चाहिँ 1-2 डुबुल्की हान्नु पऱ्यो। सो गाइज मैले चाहिँ
फाइनली नुहाइसकेँ। अब नुहाइसकेपछि अब ट्याक्क लगाएर कपडा लगाएर म घरतिर हिँड्छु। लगाएर रेडी भइसकेँ होइन। अब चाहिँ म घर जानु पर्यो। अनि के अरे उतापट्टि साइडको देखेको चाहिँ जाजरकोट हो। अनि यताको चाहिँ हाम्रो रुकुम पश्चिम। उता चाहिँ जाजरकोट पर्छ होइन। अनि यता चाहिँ रुकुम पश्चिम। अनि पहिला चाहिँ हामीहरू लगभग 2-3 वर्ष अघि त्यो हामी पुलको माथिदेखि त्यहाँ पुलदेखि तल हाम फाल्थ्यौँ। अब सुन्दा चाहिँ अहिले चाहिँ म ट्याक्क यो ठाउँसम्म पुगिसकेको छु। पहिला चाहिँ यो रोड म लास्टै ढुङ्गाहरू थियो होइन। बाइकहरू पनि आउँथेन होइन। अनि मान्छे हिँड्न पनि लास्टै अप्ठ्यारो लाग्थ्यो के। पहिला चाहिँ मान्छेहरू उताको बाटो हिँड्थ्यो होइन सर्टकट पनि। अनि अप्ठ्यारो भए पनि सर्टकट हुन्थ्यो। अनि अहिले चाहिँ यताको बाटो हिँड्छ मान्छेहरू होइन। ट्याक्क पुरै प्लास्टर गरेछ। अनि ट्याक्क हिँड्न पनि सजिलो। अनि तल साइडमा चाहिँ ट्याक्क त्यो माथिको अहिले तपाईँलाई अलि माथि गएपछि देखाउँछु। त्यहाँदेखि भिडियो बनाएपछि म रुक्ने 1-2 दिनपछि जान्छु। त्यहाँदेखि भिडियो बनाएपछि चाहिँ एकदम बबाल भ्यू आउँछ के होइन। उतापट्टिदेखि ट्याक्क लगाएर त्यो चाहिँ जाजरकोट हो। जाजरकोट साइड हो ठ्याक्क। त्यहाँ ट्याक्क लगाएर त्यहाँको रोडबाट भिडियो बनाउँदा चाहिँ एकदमै राम्रो देखिन्छ। सो म चाहिँ आज घर पुग्न लाग्छ 10 मिनट जति। मैले भनेको चाहिँ त्यही हो अघिको ठाउँ। यहाँबाट चाहिँ एकदमै राम्रो दृश्य देखिन्छ। सो म चाहिँ तलदेखि आएको। अब चाहिँ थोरै चाहिँ माथि चाहिँ हस्पिटल हो है। सो म चाहिँ माथि आइसकेँ। अब चाहिँ थोरै छ। अब चाहिँ घर पुग्न धेरै छैन थोरै छ माथि। म चाहिँ माथिदेखि जान्छु। चाहिँ घर पुगिसकेँ भनौँ होइन मेरो घर। सो म चाहिँ घर पुगिसकेँ होइन। अब चाहिँ म पूजाको लागि रेडी हुनु पर्यो। हजुर कहाँ के गर्ने के। अब चाहिँ म पूजाको लागि रेडी हुनु पर्यो होइन। ट्याक्क लगाएर पूजासुजा गरेर अनि आफ्नो प्लान बनाउँछु ट्याक्क लगाएर डेली प्लान। सो आज चाहिँ म टी सर्ट लगाएर पूजा गर्छु होइन। ओम नमः शिवाय टी सर्ट लगाएर पूजा गर्नु पर्यो। अब ट्याक्क लगाएर फुलसुल टिपेर ट्याक्क गरेर म चाहिँ ट्याक्क पूजा सकेर भेट्नुपर्छ है। ल ट्याक्क फुलहरू टिप्छु म मन्दिरदेखि। पूजा गरेर सकिसकेँ होइन। अब चाहिँ म डाइट खान्छु। डाइट खाइसकेपछि ट्याक्क लगाएर यसो बुक रिडिङ गर्नु पर्यो होइन। मेरो डाइटमा चाहिँ त्यही हो। एउटा स्याउ अस्तितिर चाहिँ 2वटा हुन्थ्यो। अहिले चाहिँ एउटा स्याउ अनि एउटा केरा एउटा ओखर अनि त्यही दालमोट हुन्छ। सो म चाहिँ मेरो डाइटको लागि रेडी भएँ होइन। अनि त्यसपछि त्योभन्दा अघि चाहिँ पहिला मैले अगरबत्ती जलाउँछु होइन। रुमलाई मगमग बास्ना त आउनु बनाउनु पर्यो नि त ट्याक्क। सो हामीलाई चाहिँ हेल्दी बन्नलाई होइन अब बडी बिल्ड गर्नलाई चाहिँ प्रोटिन खानै पर्ने हुन्छ। हेल्दी डाइट हुनै पर्ने हुन्छ। त्योमा चाहिँ ट्याक्क लगाएर सब न्युट्रियन्ट्सहरू मिलेको हुनुपर्छ। सो त्यसैले म चाहिँ सधैँ एउटा केरा 2वटा स्याउ चना होइन अनि दालमोट अनि यस्तै अरू पनि पहिला हर्लिक्सहरू अनि त्यस्तै भटमासहरू खाने गर्थेँ होस्टेलमा हुँदा चाहिँ। अझै पनि अब 2-4वटा थप्नु पर्ने छ। सो त्यही हो। अब आज के कस्तो हुन्छ कता जाने हुन्छ प्लान छैन। अहिले बनाउनु पर्छ प्लान चाहिँ। म चाहिँ पहिला आफ्नो डाइट फिनिस गर्छु। सो मैले चाहिँ आफ्नो डेली डाइट खाएर चाहिँ ट्याक्क कालो चिया खान लाग्छु। घाम आएको भयो चाहिँ
ट्याग लगाएर बाहिर बसेर चिया पिउने हुन्थ्यो। अब घाम आएको छैन, त्यस कारण चाहिँ म रुममै छु। ए हो होइन, त्यस्तै त हो। फर्स्ट ब्लग हो होइन। अब के कमी कमजोरी हुन्छ भन्दै गर्नु, अनि कमेन्ट गरिदिनु, लाइक सब्सक्राइब होइन, सेयर जति सक्यो गरिदिनु होला, त्यही भन्न चाहे। अनि यस्तै गरेर हाम्रो यता चाहिँ फुटबल चलिरहेको छ। 2 दिन जति भयो स्टार्ट भएको चाहिँ। अनि म हिजो गएको थिएँ, अनि म चाहिँ घरदेखि बाहिर धेरै निस्किँदैन, अनि निस्किनु मन नलागेको कारणले अनि त्यस्तै कन्ट्याक्ट भएन। अनि गेम पनि खेल्ने सोच्दै थियो, अनि भएन नाम नभएको कारणले। अनि अब आज यसो जाम कि भनेको 1-2वटा गेमहरू हेरेर आऊँ भनेर। अब के हुन्छ अहिले पछि थाहा हुन्छ। आज चाहिँ बुवा पनि उता सुर्खेतदेखि हिँड्नु भएको छ अरे। बुवा पनि अहिले दिउँसोतिर पुग्नुहुन्छ होला। सो त्यही हो, आज चाहिँ अलिकति जाडो लागिरहेछ। सो अब चाहिँ म थोरै पढ्नु पऱ्यो होइन, रिडिङ गर्नु पऱ्यो बुक। अनि पढिसकेपछि चाहिँ यसो अब के गर्ने कस्तो गर्ने बिस्तारै सोच्नु पर्ला। पहिला चाहिँ रिडिङ गर्नु पऱ्यो बुक। Hours later. Meanwhile. चाहिँ अघि सुतेको खाना खाएर यसो अहिले पछि गरौँला भनेको सुतेको। म चाहिँ सुते भएछु। अनि एकछिन अघि आधी घन्टा अगाडि उठेको। उठिसकेपछि चाहिँ यसो भिडियोहरू हेरौँ न त, यसो एडिटिङ सिकौँ भनेको। आँखा दुखेर लास्टै अप्ठ्यारो हुँदो रहेछ यो चाहिँ। अनि म चाहिँ अहिले पेट्रोल हाल्न पेट्रोल पम्पतिर जानु लाग्छु। सो होइन, अनि फेरि अहिले पेट्रोल पम्पबाट आएर तेल हालेर बाइकमा अहिले माथि बबाल भ्यू देखाउनु लाग्छु। अहिले म चाहिँ जान्छु। सो 3 hours later. अब भिडियो बनाउने यस्तै भयो। अघि चाहिँ पेट्रोल पम्प गएर घर आएको थिएँ। घर आउनु बित्तिकै कामहरू भयो, यताउता गर्दा गर्दै भिडियो नै बनाउनु पाइएन होइन। अब अहिलेसम्म जसले भिडियो हेर्नु भएको छ त्यहाँहरूलाई थ्याङ्क यू होइन, थ्याङ्क यू फर वाचिङ भिडियो। अनि भोलि चाहिँ म नयाँ कन्टेन्ट लिएर आउने छु, एकदमै मिठो कन्टेन्ट होइन। फुल भिडियो चाहिँ पुरै नै बनाउनु पाइएन। अघि चाहिँ म यसो होइन माथि मनकोटको डाँडातिर जाम्ला होइन, राम्रो भ्यू देखिन्छ क्या त्यहाँदेखि जाम्ला भनेको। अनि भएन। अनि त्यसपछि अब त्यही भयो, भोलितिर हुन्छ होला जाने। सो अब चाहिँ म झिलिमिली यो के अरे लाइटहरू जोड्नु पऱ्यो माथि होइन, घरको माथि। अनि त्यही हो, अहिले जोडेर अनि गरौँला। अब लाइक सब्सक्राइब कमेन्ट गर्नु जसले हेर्नु भएको छ। अनि हामीले चाहिँ अघि झिलिमिली लाउने भनेको जुन लाइट, अनि लाइटभन्दा पहिला मैले चाहिँ तलको म चाहिँ उ लगाएको थिएन। अनि अब तल पनि जोडेको छु, ट्याग लगाएर लाइट जोडेको होइन। त्यहाँ यो झन्डा त लगाइयो, अब झिलिमिली लाउनुपर्छ ट्यागक। सो यस्तै गरेर घरमा झिलिमिली पनि जोडियो होइन, ट्याग लगाएर। पहिला चाहिँ हाम्रो पोहोर सालको पनि थियो, दुईवटा जति लडा होइन, त्यो चाहिँ भेटिएन। सो त्यही कारण 2वटा मात्र लगाएको छ। भोलि चाहिँ त्यो खोजेर हाल्नुपर्ने छ। त्यही हो, हेर्नुहोस् है। त्यही हो, सबै फिट गरियो। अनि गइसकेपछि भोलि चाहिँ यो लाइनमा पनि ट्यागको घरको यो हाम्रो किचनको लाइनमा पनि जोड्नु पर्ला। त्यो लाइट भेट्यो भने त्यही हो। जसले भिडियो हेर्नुभयो अहिलेसम्म त्यहाँहरूलाई थ्याङ्क यू। लाइक कमेन्ट सब्सक्राइब होइन, सेयर गरिदिनु होला। अनि भोलि चाहिँ म एकदम मिठो होइन, एकदमै मिठो लिएर आउनेछु कन्टेन्ट होइन, मिठो भ्यूहरू देखाउने छु। त्यही हो, थ्याङ्क यू फर वाचिङ भिडियो।